मैले पनि प्याज काटिसकेँ। अब प्याजीको लागि यो बेसन रेडी छ है, अनि अरू सामान पनि रेडी छ। खोर्सानी पनि काटिसकेको छु। अनि अब हजुरहरूलाई मन परेमा लाइक कमेन्ट है, अब बनाएको देखाउँछु कस्तो हुन्छ है। मैले प्याजी बनाउन नै सुरु गरेर फेरि यहाँनिर झिक्दैछु है। भर्खर सुरु गरेको छु। हजुरहरू पनि आउनु होला, वेलकम छ है, सबैजना आउनु होला। अनि मैले चाहिँ यहाँनिर बनाएको, तर कस्तो हुन्छ थाहा छैन है। आउनु है गाइजहरू, सबैजनालाई वेलकम छ मेरो भिडियोमा। मेरो यो चाहिँ युट्युबमा सुरु हो है। मैले भ्लग बनाएर लगाएको चाहिँ आज मात्रै हो है। प्याजी काटेर नि मैले यस्तो बनाइसकेँ है, प्याजी बनाउन लागेको। अनि यता चाहिँ आगो बलिरहेछ, उता छ ताई चाहिँ उता मासु दिँदै हुनुहुन्छ है। मैले सकेँ मेरो काम, अब बनाउनु मात्रै बाँकी छ। हेलो गाइज, म चाहिँ आज प्याजी बनाउने तर्खरमा छु, तर मलाई प्याजी बनाउन खासै आउँदैन। ट्राई अगेन होइन। अनि हजुरहरूको के छ खबर, नयाँ वर्ष कस्तो मनाउनु भयो? मैले चाहिँ हिजो बनाउने भनेर सामानहरू लिएर आएको थिएँ है। सामान आधी लिएर आएछु। अब यो के भन्छ के लाग्एको चाहिँ देखाउनु पाएन। हजुरहरूलाई आउँछ भने भनिदिनुलाई है। सामान के लाग्छ मलाई त खासै थाहा छैन। बेसन पनि लिएको छु। अहिले पुरै भिडियो चाहिँ अहिले देखाउँछु है। मैले पनि प्याज काटिसकेँ। अब प्याजीको लागि यो बेसन रेडी छ है, अनि अरू सामान पनि रेडी छ। खोर्सानी पनि काटिसकेको छु। अनि अब हजुरहरूलाई मन परेमा लाइक कमेन्ट है, अब बनाएको देखाउँछु कस्तो हुन्छ है। प्याजी काटेर नि मैले यस्तो बनाइसकेँ है, प्याजी बनाउन लागेको। अनि यता चाहिँ आगो बलिरहेछ, उता छ ताई चाहिँ उता मासु दिँदै हुनुहुन्छ है। मैले सकेँ मेरो काम, अब बनाउनु मात्रै बाँकी छ। मैले प्याजी बनाउन नै सुरु गरेर फेरि यहाँनिर झिक्दैछु है। भर्खर सुरु गरेको छु। हजुरहरू पनि आउनु होला, वेलकम छ है, सबैजना आउनु होला। अनि मैले चाहिँ यहाँनिर बनाएको, तर कस्तो हुन्छ थाहा छैन है। आउनु है गाइजहरू, सबैजनालाई वेलकम छ मेरो भिडियोमा। मेरो यो चाहिँ युट्युबमा सुरु हो है। मैले भ्लग बनाएर लगाएको चाहिँ आज मात्रै हो है।